गाइस आज चाहिँ हामी जाँदैछौँ हाइकिङको लागि सो एक्साइटेड छौँ है धेरैदेखिको प्लान थियो तर अब चाहिँ चैतको 21 गतेदेखिको प्लान आज बल्ल हुँदैछ आजबाट कम्प्लिट हुँदैछ हरेक शनिबार तानी पऱ्यो आज त तानी परेको छैन हिँड्दै अब हेर्नु है कस्तो भएछन् गरिमा अब हेर्नु हाम्रो गरिमा ब्युटिफुल गर्ल कति राम्रो भयो किन ब्युटिफुल शर्मिला पनि हेरौँ न बाई गाइस चाहिँ हामी सुन्दरा पुग्यौँ बसमा बस्यौँ हेलो हामी चाहिँ अहिले बसबाट झरेर सामान किनेर बसिरह अब जाने होला माथि जाने हो हामी चाहिँ कता कताबाट आयौँ भन्दाखेरि भन्नु त बाटो कताबाट हामी सुन्दा सुन्दरा गयौँ त्यसपछि सुन्दराबाट चाबाबाट सागुको गाडी लियौँ अहिले त्यहाँबाट चाहिँ सागुको नयाँ बस्तामा झऱ्यो त्यही हो हामीलाई इन्फर्मेसन आएको बिचमा हरियो गाउँ हरियो गाउँ हरियो गाउँको हरियाली यस्तो राम्रो थियो जस भ्यू चाहिँ राम्रो थियो राम्रो थियो अहिले चाहिँ हामी वेटिङमा छौँ अब हिँड्ने बेलामा देखाउँछौँ यहाँ मन्दिर रहेको छ अनि म चाहिँ अहिले वेटिङमा छु सामानहरू लिएर अब चाहिँ हाम्रो हाइकिङ सुरु भइसकेको छ अगाडि सरहरू हुनुहुन्छ यता गरिमा छिन् यहाँको बाटो हेर्न सक्नुहुन्छ यस्तो रहेको छ एकदमै राम्रो बाटो छ हरियाली छ यतातिर पनि यस्तो छ हाम्रो बल्ल हाइकिङ पोइन्ट सुरु भइसक्यो माथि चाहिँ यस्तो छ ग्रिनरी रहेको छ राम्रो छ अहिले चाहिँ ओह्रालो बाटो रहेको छ यसमा चाहिँ मजाले हिँड्न सकिन्छ अब माथि उकालो भएपछि चाहिँ खुट्टा गल्नेवाला छ किनकि मलाई पाहाडको बाटोमा हिँड्नु एकदमै अप्ठ्यारो लाग्छ सो लेट्स गो यहाँबाट चाहिँ सिडी सुरु भएको छ यतातिर फुल छ बगनबेलिया हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखेको छ बाटो चाहिँ अहिलेसम्म सजिलै ल्याइरहेछ मलाई पछि कस्तो हुन्छ थाहा छैन यति हिँड्यौँ अब हेरौँ म कुकुर पनि पुगेर आइसक्यो माथि ऊ त्यहाँ देख्न सक्नुहुन्छ कस्तो छेक्यो ऊ कुकुर आउँदैछ हाइकिङको लागि सो म चाहिँ पछाडि हिँडेर आउँदैछु यो छ काठमाडौँको ढुङ्गे धारो यहाँबाट चाहिँ पानी आउँछ अहिले चाहिँ हामी यति माथि पुग्यौँ कस्तो लागिरहेको हजुरलाई हाइकिङ एक्साइटिङ थकै लागिसक्यो न लागिसकेको छैन हो मलाई त लागिसके जस्तो देखिसकेँ यहाँ त सिधै उकालो रहेछ त्यसपछि यहाँ मन्दिर रहेको छ हेर्न सक्नुहुन्छ मन्दिर त्यसपछि अगाडि चाहिँ ठाडो उकालो रहेको छ सो धनले हामीलाई आक्रमण गरेको थियो खानेकुरा देखेर यो चाहिँ यस्तो छ कति शीतल ठाउँ छ तर मलाई गर्मी भइरहेको उहाँ दुईवटा बाँदर छन् हेर्न सक्नुहुन्छ आक्रमणको लागि रेडी भएको छन् मलाई चाहिँ डर लाग्यो बाँदरजीहरू हुनुहुन्छ बाँदरहरू अब सबैको हातमा खानेकुरा देखेर हेर्दै हुनुहुन्छ मलाई चाहिँ डर लागिरहेको त्यही पनि भ्लगिङ गर्दैछु उता पछाडि चाहिँ ठुलो बाँदर आएपछि यहाँ मन्दिर छ हेर्न सक्नुहुन्छ राम्रो मन्दिर यहाँ चाहिँ यस्तो भ्यू रहेको छ बादल हेर्न सक्नुहुन्छ कति धेरै छ नि यहाँ पहाड हेर्नु कस्तो राम्रो देखेछ मन्दिर जरा यस्तो रहेको छ त्यहाँ माथि रहेको छ
यो बिहार फुल अहिले के मैले बगनबेलिया कस्तो राम्रो छ। म चाहिँ ब्याग बोकेर यसरी ब्याग बोकेर हिँडिरहेको छु। ढुङ्गे झारो कति धेरै ढुङ्गे झारहरू छन् यतातिर। यस्तो राम्रो बगनबेलिया यस्तो राम्रो त मैले अहिलेसम्म देखेको थिएन। लास्टै राम्रो छ यो। यहाँको भ्यू यस्तो रहेको छ राम्रो छ। अगाडि चाहिँ गेट छ। अब हाम्रो बल्ल सुरु हुन्छ जस्तो लाग्यो। बादलले लास्टै लखट्यो डराउन दियो। सरहरू हुनुहुन्छ सरहरू हिँड्दै हुनुहुन्छ। मलाई चाहिँ भिडियो बनाइदिन भन्नुभयो। बनाइदि हाम्रो चाहिँ बनाइदिनु भएको छैन। हामी मात्र बनाएर बसेछौँ। यहाँ चाहिँ यस्तो राम्रो भ्यू छ। हाम्रो बनाइदिनु न हामीले मात्र बनाइदिएर बस्ने है। अझ एकदम भन्नुहुन्छ। जनहरूलाई सर भनेपछि होइन यस्तो गरिहाल्ने कि यस्तो क्यामेरा देखाएपछि। यहाँ हुन्छ हाम्रो दिनेश सर। यहाँ हुन्छ हाम्रो दिवस सर। यहाँ हुन्छ हाम्रो गरिमा दिवस सरको चस्मा। यहाँ रहेको छु म। यहाँले भेटिसक्यो मलाई। बाँदरले दिनेश सरको पछि परेछ यो बाँदर अघिदेखि। ब्याग भर्खर लग्यो है। र बल्ल हाइकिङ सुरु भयो। बाटो आयो यस्तो अब हेर्न सक्नुहुन्छ। मलाई चाहिँ यस्तो बाटो झ्याउ लाग्छ। सरहरूको फोटो सेसन चलेको छ। भ्यू एकदम राम्रो छ। म चाहिँ यहाँ आराम गरेर बसेको छु। अब हाम्रो माथि माथि पुग्न छ यो बाटो। उहाँ चाहिँ पोज हेर्नु पोज रमाइलो चलिरहेको यता। अब चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। हाई गरिदिनु। हेलो हेलो त्यो त म देखिएन यस्तो गर्नुहोस् मैले। वेलकम टु माई भ्लग भन्नु। वेलकम टु शर्मिलास भ्लग भन्नु न। होइन पनि गरौँ रहेछ नि मेरो नाफेको। वेलकम टु शर्मिलास भ्लग भन्नु। वेलकम टु शर्मिलास भ्लग। अब हाम्रो चाहिँ यात्रा सुरु भयो। अब हामी जाँदैछौँ माथि। माथि टिकट लिने बाँकी छ। सरले चाहिँ टिकट लिनुहुन्छ। गरिमा चाहिँ अगाडि छिन्। हामी चाहिँ अहिले यो डेस्टिनेसनमा पुग्यौँ। यति सिडी चढेर आएको माथि यस्तो छ। यहाँ राम्रो छ। गर्मी छैन त्यही नि मलाई गर्मी फिल भइरहेको। सिडीबाट चढेर माथि जानु पर्यो। यहाँ चाहिँ मूर्ति रहेको छ बन्दै रहेको। माथि चाहिँ हेर्न सक्नुहुन्छ। कति अगाडि पुगिसक्नुभयो। म चाहिँ भ्लगिङको चक्करमा पछाडि पछाडि हुन्छु। केही हुन्न। यतातिर मलाई चाहिँ पाहाड लास्टै मनपर्छ घुम्नुलाई। हरियाली छ। उहाँ पुगिसक्नुभयो हाम्रो दुईवटा सर गरिमा। म चाहिँ भ्लगिङ गर्दै बाटो जहाँ पनि यसरी पल्टिनुहुन्छ अनि फोटो हान्ने भन्नुहुन्छ है हाम्रो दिनेश सर चाहिँ। अनि दिवस सर चाहिँ अगाडि पुग्नुभयो। गरिमाले चाहिँ फोटो हान्दैछिन्। म चाहिँ भ्लगिङ गर्दैछु। कहाँ ल म चाहिँ हिँड्दै गर्छु। यहाँ चाहिँ दिवस सर एकदम रिसाएर अगाडि बढ्दै हुनुहुन्छ। कसको कहानी? दिनेश सरको फेभरेट पोज भनेको यो चाहिँ यो रहेको छ अरे। मैले फोटै देखेको छैन त सरको। फोटोग्राफर चाहिँ अहिले सरसँगै माथिको बाटो चाहिँ यस्तो छ है सजिलो छ। माथि चाहिँ कस्तो हुन्छ थाहा छैन। मलाई लास्टै गर्नु भइसक्यो। बाटो चाहिँ नजाने रहेछ। यताको बाटो जाने रहेछ गाडी बाटो। सिन चाहिँ यस्तो रहेको छ।
सो अगाडि जाऊँ है त। म पछाडि भयो, धेरै पछाडि म भाग्छु अब। अहिले चाहिँ उकालो चढ्दा चढ्दा हामी चाहिँ यस्तो भ्यूमा पुगिसकेछौँ। मलाई चाहिँ लास्टै गर्मी भएर अलिअलि हावा म चाहिँ अगाडि छु, 3 जना चाहिँ धेरै पछाडि हुनुहुन्छ, देख्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ म चाहिँ अगाडि पुग्छु, त्यसपछि हल्का रेस्ट गर्छु। अनि ढुङ्गा छ, जे पनि देखाइछु मलाई, जे पनि रमाइलो लागिरहेको। पहाड हाम्रो डेस्टिनेसन यहाँ पुगिसकेको छ, तर फाइनल डेस्टिनेसन अझै पुगेको छैनौँ हामी। यहाँ चाहिँ हामी फोटो खिच्ने भनेर जाँदैछौँ। म चाहिँ यहाँ भ्यूको भ्लगिङ गर्दैछु। कस्तो छ खोइ कुनि, मलाई चाहिँ थाहा छैन, यस्तै भइछु। फोटो कस्तो आउँछ थाहा छैन, गएर हेरौँ। उहाँ चाहिँ सरहरू हुनुहुन्छ, 3 जना हुनुहुन्छ। म जहिले पनि पछि पछि हो भ्लगिङ गर्ने मान्छे। त्यहाँ चाहिँ म गएर फोटो खिच्छु। बेला गएको छ, माथि पुग्न छ। मलाई यस्तो बाटो चढ्न अलि अप्ठ्यारो लाग्छ। मलाई छोडेर नजानु, म हिँड्न सक्दिनँ। यस्तो यस्तो बाटो हो, तर यहाँको हिँड्न चाहिँ सक्छु होला म। कुनै कुनै अलि डेन्जर चाहिँ हिँड्न सक्दिनँ, खुट्टा स्टेबल हुँदैन। त्यही भएर भ्लगर भएपछि पछाडि पछाडि हिँड्ने हो। यहाँ चाहिँ हामीले किनेको अघिको आरु छ, आरुलाई चाहिँ आल्चा भन्दो रहेछन् कता कता। अनि त्यसपछि आल्चा भनेर किनेको त खाँदा त आरु होइन, सरी बखडा बखडा। खा चाहिँ बखडाको टेस्ट आयो। माथि पुगेको थियौँ। यहाँ चाहिँ हामीले यत्रो ठुलो बिल्डिङ देख्यौँ के को रहेछ खै थाहा भएन। राम्रो छ। यो गुम्बा, यो गुम्बा हो? ए गुम्बा, यति ठुलो गुम्बा मैले फर्स्ट टाइम देखेँ। अनि मौसम एकदम चिसो चिसो साथ दिएछ आज हामीलाई, थकै लागेको छैन। मौसम सुहाना है, मौसम सुहाना है। हम लोग वीडियो बनाकर चल रहे हैं सरर में। एकदम यी गुम्बा हो। यहाँ कस्तो राम्रो आवाज छ, सुन्नु है, सुन्नु है भन्दा बित्तिकै गयो खिच्ने। हाम्रो बाटो यस्तो पानी पर्ला जस्तो जस्तो मौसम भयो। अब चाहिँ 20 मिनटमा पुगिन्छ अरे। म चाहिँ यता छु, बखडा छोप्दै हिँड्दै। ल बाटो चाहिँ यस्तो रहेको छ। माथि माथि पुग्नुपर्छ। मलाई चाहिँ अलि थकै लाग्न थाल्यो। हिँडिरहेछु, सास फुलिरहेछ। नेचर लास्ट राम्रो छ। मलाई यस्तो नेचर लास्ट मनपर्छ। टिकट काट्ने ठाउँमा पुग्यौँ बल्ल। अब चाहिँ माथि जाने। के को लागि चक्कु? टिकट काटेर बल्ल अब हाम्रो यात्रा सुरु भयो। म चाहिँ हिँड्दैछु। टिकट चाहिँ यस्तो हुन्छ यताको। टिकट लिइसकेँ। सिडीको बाटो छ। हामी चाहिँ अब पुग्न थाल्यौँ जस्तो लागिरह। पुग्दैछौँ। सरहरू अगाडि पुग्नुभयो, गरिमा नि अगाडि गइसकिन्। मैले भ्लगिङ गर्दै पछि पछि। रहेको छ हाम्रो फाइनल डेस्टिनेसन मणिचुर। पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ यस्तो छ। राम्रो छ भ्यूहरू।
अब चाहिँ हामी जाँदैछौँ मणिचुरबाट। कता जाँदैछौँ सर हामी? मैले के बिर्से जस्तो लागिरहेको मलाई पनि त्यस्तै फिल भएको थियो कि अघि यो बखडा भुलिरहेछु। होइन मैले ल्याएको चिज चाहिँ पानी हो कहाँ छ किन त्यसलाई हामीले बखडै भन्छौँ कि हामी अब कहाँ जाँदैछौँ? दह न दह हामी अहिले मणिचुर दह हजुरकोतिर त्यसलाई के भन्छन् रे? के भन्नुभएको थियो नाम अहिले? त्यो चाहिँ हामी मणिचुरबाट दह हो सायद त्यही जाने बाटोमा जाँदैछौँ। यहाँ चाहिँ अलि अँध्यारो अँध्यारो भइसकेको छ, पानी पर्ला जस्तो। यस्तो रहेको छ। यस्तो रहेको छ यहाँ। ए यहाँ रहेछ राम्रो, अझै यहाँ अझै राम्रो रहेको छ, हेर्न सक्नुहुन्छ। यहाँको दृश्य राम्रो छ, हाइकिङको लागि एकदम राम्रो ठाउँ। हाम्रो हाइकिङ सकेर फर्किँदैछौँ। फर्किने क्रममा चाहिँ सरहरू रमाइलो गर्दै हुनुहुन्छ, गरिमा पनि रमाइलो गर्दैछिन्। यता हेर्नु यता हेर्नु, आजको हाइकिङ कस्तो भयो? एकदम चिल, एकदम इन्जोय मम्मी, एकदम इन्जोय भयो है। एकदम म कस्तो भएँ आज? एक्सट्रोभर्ट। सरको चाहिँ त्यहाँ के चलिरह? के चल्यो? त्यही चलिरह। यस्तो रहेको छ। गरिमा चाहिँ जहिले अगाडि अगाडि हो, म चाहिँ जहिले पछाडि पछाडि हो। अनि सरहरू चाहिँ बिच बिचमा। पाथ फाइन्डर सिज। म चाहिँ भ्लगर मिस शर्मिला। हेलो मिस शर्मिला। मिस शर्मिला, हाउ आर यु? आई एम फाइन। म मिस शर्मिला त हो नि। यु आर म्याडम शर्मिला। नो आई एम नट म्याडम। भास्नु होला है। ए सरको त्यहाँ हरकत, सरको हरकत। हाम्रो सरहरू हुनुहुन्छ है दुईजना चाहिँ हाम्रो सर, रेस्पेक्टेड सर। के मान्नुभयो? बहिनिज, दुईटा बहिनिज, दुईटा सर। रमाइलो भइरहेको मलाई चाहिँ, इन्जोय, नेचर इन्जोय। मैले भ्लगिङ गर्दैछु, भ्लगिङ। अब चाहिँ हामी टिकटवाला ठाउँमा पुग्ने। झर्न चाहिँ यो बाटो चाहिँ ठिकै छ, मलाई चाहिँ ओह्रालो झर्न एकदम प्रब्लम हुन्छ। स्टेबल भएर हिँड्न खोज्छु म। रमाइलो छ। आजको हाइकिङ चाहिँ एकदम खतरा भयो। ए बल्ल गरु वाली लड़की। मलाई ल्याउने था। ल ल सरै त अलि यता आउनु। म त पर्पले वाला ल ल ल ल। अरे 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 म ठिकै भा। ल गाउ है आउनु मलाई। सुरु चाहिँ गर्नुभयो? भइसक्यो। ल गाउ गाउ। फकिट लाउनु त्यो। अर्कै गीत भइसकिन नि ल। त्यो आउ म ल ल त्यो मा सोरै गर्दिन भने के थाहा हुन्न के त्यहाँ स्वर।
ल आउ बसन थक्कै मारौँ फेरिबाट सुरुबाट रेडी 1 2 3 भन्छु रेडी 1 2 3 गो आउ बसौँ थक्कै मारौँ कदमको छायामा आउ बसौँ थक्कै मारौँ कदमको छायामा मौरी भुल्यो रसमा म भुले माया जालैमा बसेर मौरी भुल्यो रसैमा म भुले माया जालैमा ल कमेडी आर्यु कमेडी